हेलो हाई नमस्ते। आज म तपाईहरुको बीचमा एकदमै इन्ट्रेस्टेड टपिक लिएर आएको छु। हामी तपाईले अफिस कार्यालय स्कुल कलेजमा काम गर्दाखेरि डिफरेन्ट लेटरहरु बनाउनु पर्ने हुन्छ। त्यो लेटर हामी नेपालीमा टाइप गर्छौं र किबोर्डबाट टाइप गर्दा निकै समय राखेको हुन्छ र अलि झन्झटिलो अहिलेको टाइममा देखिन्छ। त्यसको लागि हामी बोलेरै हामी टाइप गर्न सक्छौं। त्यसको बारेमा म आज जानकारी गराउन चाहन्छु। त्यसको लागि सबभन्दा पहिला वेब ब्राउजर ओपन गर्ने, त्यसपछि URL मा गएर docs.google.com लेखेर इन्टर गर्नुस्। इन्टर गरिसकेपछि यस्तो पेज ओपन हुन्छ। अब त्यसपछि यहाँ ब्ल्याङ्क डकुमेन्ट भन्ने अप्सनमा क्लिक गर्नुस्। त्यसपछि यो एउटा ब्ल्याङ्क डकुमेन्ट ओपन हुन्छ। अब हामीले के गर्नुपर्छ भने त्यसपछि टुलमा जानुस्। त्यसपछि भोइस टाइपिङ भन्ने अप्सनमा क्लिक गर्नुस्। यो आइसकेपछि अब हामीले कुन ल्याङ्ग्वेजमा टाइप गर्ने हो त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ हेर्नुस् त यो ड्रप डाउन आइकनमा क्लिक गर्नुस्। यहाँबाट नेपाली भन्ने अप्सन चुज गर्नु। हामी नेपालीमा टाइप गर्न चाहन्छौं भने यहाँ नेपाली भन्ने ल्याङ्ग्वेज छ यो सिलेक्ट गर्ने। अब सिलेक्ट गरिसकेपछि हामी यहाँ नेपालीमा बोल्दा टाइप गर्न सकिन्छ। अब म यसमा क्लिक गरे। मेरो देश नेपाल हो, म नेपाली हुँ, म नेपालमै बसेर नेपालीको सेवा गर्न चाहन्छु। हेर्नुस् कति मजाले टाइप गरिदिएको छ नेपालीमा। हामी इजी तरिकाले बोलेर टाइप गर्न सक्छौं। यसलाई कपी गरेर हामी वर्ड डकुमेन्टमा पेस्ट गरेर अथवा यहीबाट पनि फाइल क्रिएट गर्न सक्छौं। तपाईहरु पनि यो तरिकाबाट बोलेर नेपालीमा टाइप गरेर अफिसको कामकाज कार्यालय स्कुल कलेजमा लेटर चिठी तरिकाले नेपालीमा टाइप गरेर ट्रान्सलेट गर्न सिकाउन गइराखेको छु। त्यसको लागि यो google.com लाई ओपन गर्ने। त्यसपछि यहाँ सर्चमा लेख्ने गुगल ट्रान्सलेट भनेर त्यसपछि क्लिक गर्ने। अब यहाँ हेर्नुस् त नेपाली टु इंग्लिश ट्रान्सलेट छ। अहिले म यहाँ बोल्दै जान्छु नेपालीमा, यसले ट्रान्सलेट गरिदिन्छ इंग्लिशमा। हेर्नुस् मेरो देश नेपाल हो, My country is Nepal. हेर्नुस् इजी तरिकाले हामीले नेपालीमा बोल्दाखेरि त्यसलाई गुगल ट्रान्सलेटरले इंग्लिशमा ट्रान्सलेट गरिदिन्छ। यसरी हामी नेपालीमा बोलेर कुनै पनि वर्डलाई इंग्लिशमा ट्रान्सलेट गरेर हामी डिफरेन्ट ठाउँमा युज गर्न सक्छौं।